चाहिँ कसरी हामीले भिडियो बनाउन सक्छौँ, हामीले आफै बोलेको भिडियो कसरी बनाउन सक्छौँ, त फोटोबाट एउटा फोटोबाट चाहिँ भिडियो कसरी बनाउन सक्छौँ, स्वयं आफ्नो चाहिँ कसरी बनाउन सक्छौँ भन्ने चिज चाहिँ म आज सिकाउन गइराखेको छु। सर्वप्रथम हामीले त्यसको लागि चाहिँ ChatGPT चाहिने हुन्छ। हामीले एप स्टोर अथवा प्ले स्टोरमा गएर चाहिँ हामीले चाहिँ ChatGPT भनेर सर्च गर्नुपर्ने हुन्छ। ChatGPT सर्च गरिसकेपछि मैले यसलाई अलरेडी इन्स्टल गरिसकेको छु। इन्स्टल गरिसकेपछि यसलाई चाहिँ ओपन गर्नुपर्ने हुन्छ। हामीले चाहिँ कस्तो खालको चाहिँ भिडियो बनाउने हो त भनेर हामीले टाइप पनि गर्न सक्छौँ अथवा हामीले बोलेर पनि भन्ने गर्न सक्छौँ। बोलेर बनाऊँ न त। मैले आज गुगल AI फ्लोबाट चाहिँ मैले भिडियो बनाउन गइराखेको छु। स्वयं मेरो आफ्नै भिडियो बनाउन गइराखेको छु। स्क्रिप्ट पनि हजुरले आफै तयार पारिदिनुहोस्। कस्तो स्क्रिप्ट हुनु पर्यो भन्दाखेरि मैले भनिराखेको हुनु पर्यो, शैक्षिक सामग्री हामीले युज गऱ्यौँ भने हामीलाई धेरै चाहिँ ज्ञान प्राप्त हुन्छ। यस्तै टाइपको चाहिँ हामीले चाहिँ एउटा भिडियो बनाउनु पर्ने हुन्छ। जस्तै पछाडि लेखिएको होस्, अगाडि म हुँ, स्वयं म, पछाडि पोडकास्ट होस् लेखिएको, अनि अगाडि म बोल्ने अगाडि चाहिँ माइक होस्, यस्तै टेबलमा बसेको होस्, चेयरमा, यस्तै खालको एउटा मिलाएर स्क्रिप्ट सहित प्रम्प्ट तयार पारिदिनुहोस् भनेर हामीले चाहिँ यो भन्ने। अनि भनिसकेपछि हामीले सर्च गरिदिने। सर्च गरिसकेपछि यसले एउटा हामीलाई प्रम्प्ट दिन्छ। यो प्रम्प्ट दिइराखेको छ। अनि यो प्रम्प्टलाई चाहिँ हामीले चाहिँ कपी गर्ने, यसलाई चाहिँ हामीले उता पोस्ट गर्नुपर्ने हुन्छ अनि पेस्ट गर्नुपर्ने हुन्छ। यसलाई चाहिँ हामीले अब यसरी कपी गरिसक्यौँ। अनि क्रोममा जाने, क्रोममा गइसकेपछि हामीले चाहिँ गुगल फ्लो भन्ने डाउनलोड गर्नुपर्ने हुन्छ। अनि फर्स्टमा जुन लिङ्क दिन्छ त्यसलाई चाहिँ क्लिक गर्ने। क्लिक गरिसकेपछि के गर्ने भन्दाखेरि चाहिँ हामीले चाहिँ यसलाई चाहिँ ग्रेट विथ गुगल फ्लो भनेर आउँछ। यो आइसकेपछि हामीले अनि कुनबाट चाहिँ गर्ने भन्दाखेरि चाहिँ अब हामीले चाहिँ एउटा गुगलबाट चाहिँ हान्नुपर्ने हुन्छ। एउटा गुगल हान्नुपर्ने हुन्छ। न्यू प्रोजेक्ट भन्ने आयो। न्यू प्रोजेक्टमा आयो। अघि हामी अब जस्तै अब हामी के गर्नु पऱ्यो भन्दाखेरि यो प्लस हाउ डु यु क्रिएट वान टु क्रिएट भन्ने छ, त्यसको चाहिँ तल चाहिँ प्लस चिन्ह छ। त्यो प्लस चिन्हलाई क्लिक गर्ने। क्लिक गरिसकेपछि यहाँ सर्च फोटो चुज गरिसकेपछि यहाँ फोटो आउँछ। यो फोटोलाई क्लिक गर्ने। फोटो क्लिक गरेपछि तल आउँछ। अघि हामीले उताबाट कपी गरेको थियौँ, यहाँ आएर पेस्ट गर्नुपर्ने हुन्छ। पेस्ट गरिसकेपछि हामीले चाहिँ यसलाई चाहिँ एरो यता 10 सेकेन्ड अनि 1x यता साइडमा छ, यसलाई चाहिँ साइडको दाब्ने। यो दाबिसकेपछि केही सेकेन्डपछि चाहिँ यो चाहिँ भिडियो चाहिँ हुन्छ। अनि यसरी आउँछ। अनि यो आइसकेपछि क्लिक। नमस्कार साथीहरू, आज म एउटा धेरै महत्त्वपूर्ण कुरा साझा गर्न चाहन्छु। हामीले सामाजिक सञ्जालमा धेरै समय बिताउँछौँ, तर त्यसको केही समय पनि ठुलो परिवर्तन ल्याउँछ। धन्यवाद। नमस्कार साथीहरू, आज म एउटा धेरै महत्त्वपूर्ण कुरा साझा गर्न चाहन्छु। हामीले सामाजिक सञ्जालमा धेरै समय बिताउँछौँ, तर त्यसको केही समय पनि ठुलो परिवर्तन ल्याउँछ। धन्यवाद। नमस्कार साथीहरू, आज म एउटा धेरै महत्त्वपूर्ण कुरा साझा गर्न चाहन्छु। हामीले सामाजिक सञ्जालमा धेरै समय बिताउँछौँ, तर त्यसको केही समय पनि ठुलो परिवर्तन ल्याउँछ। धन्यवाद। नमस्कार साथीहरू, आज म एउटा धेरै महत्त्वपूर्ण कुरा साझा